कार्यक्रम सुचारु भएको सम्पूर्णलाई जानकारी गराउँदछु। कार्यक्रम प्रतिभा साँझ हेर्नलाई आजको हाम्रो पहिलो प्रस्तुति हाम्रो आदरणीय राजमान लिङदिन ज्यूकोबाट आजको कार्यक्रम प्रतिभा साँझ LSP प्रेजेन्ट प्रतिभा साँझ सपोर्टेड बाई स्विजरल्यान्ड सिस्टर फाउन्डेसन। पदम बहादुर दलानी मगरज्यू गीत गाउनु गइरहेको छु। मलाई बस्न मन छैन यो देशमा, तिमी जान मान्दौ न विदेशमा। रुमाल धोएर जाउँ भन्दा मान्दौ न बसा रोएर। रुमाल धोएर जाउँ भन्दा मान्दौ न बसा रोएर। माछा मार्नु बगालो भरेर, हासिल गर्नु अगालो मारेर। रुमाल धोएर जाउँ भन्दा मान्दौ न बसा रोएर। रुमाल धोएर जाउँ भन्दा मान्दौ न बसा रोएर। आउन ठुली बसन काखैमा, जम्के बुनीलाई दिउँला नखैमा। जाउँ भन्दा मान्दौ न बसा रोएर। धोएर जाउँ भन्दा मान्दौ न बसा रोएर। 12 बजी रातैमा भिम्तेर रुँदै गर्छु तपाईँलाई सम्झेर। रुमाल धोएर जाउँ भन्दा मान्दौ न बसा रोएर। रुमाल धोएर जाउँ भन्दा मान्दौ न बसा रोएर। सम्झी ल्याउँदा मन रुन्छ धुरुरु, पापी आँसु झन्झुन्छ तुरुरु। रुमाल धोएर जाउँ भन्दा मान्दौ न बसा रोएर। रुमाल धोएर जाउँ भन्दा मान्दौ न बसा रोएर। केरा पत्ता छिन्कैले खिलेन, प्यारासित मन कहिले मिलेन। रुमाल धोएर जाउँ भन्दा मान्दौ न बसा रोएर। रुमाल धोएर जाउँ भन्दा मान्दौ न बसा रोएर। जान्छु म त समुद्रै तरेर, फेरि फर्किन आउने गरेर। रुमाल धोएर जाउँ भन्दा मान्दौ न बसा रोएर। रुमाल धोएर जाउँ भन्दा मान्दौ न बसा रोएर। तिमी जान मान्दौ न विदेशमा, मलाई बस्न मन छैन यो देशमा। रुमाल धोएर जाउँ भन्दा मान्दौ न बसा रोएर। रुमाल धोएर जाउँ भन्दा मान्दौ न बसा रोएर। जाउँ भन्दा मान्दौ न बसा रोएर। LSP प्रेजेन्ट प्रतिभा साँझ कला साहित्य र संगीतको सङ्गम सपोर्टेड बाई स्विजरल्यान्ड सिस्टर फाउन्डेसन। र स्वागत गर्न चाहन्छु शेरबहादुर लाउतीजीलाई। सबैलाई नमस्ते। माया के हो
माया के होला सोचेको तिमीलाई हो मेरो बेहुली बेहुली माया के होला माया के होला सोचेको तिमीलाई हो मेरो बेहुली बेहुली ताली कम भयो साथीभाइहरू ताली कम बेहुलीका इधर देखि मेरो नै नाम होला मेरो नै नाम होला कोमल कोमल कलिल ओठ अमृत नै होला अमृत नै होला माया के होला माया के होला सोचेको तिमीलाई हो मेरो बेहुली बेहुली मायाको डोरी भएछ माला जिन्दगी एउटैको जिन्दगी एउटैको 9 लाख तारा आकाशमा सारा शीतल एउटैको शीतल एउटैको माया के होला माया के होला सोचेको तिमीलाई हो मेरो बेहुली बेहुली अनजान जवन निर्मल छ आँखा रोजेछ मनले रोजेछ मनले तिमीले आशा मेरो जीवन मेरै बेहुली मेरै बेहुली माया के होला माया के होला सोचेको तिमीलाई हो मेरो बेहुली 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 Thank you. अभी
लाल साम्पाङ ज्यूकोबाट स्वीकार्नुहोला गजल। पुष माघको चिसो मौसममा ताप दिने रवि हुँ म। पुष माघको चिसो मौसममा ताप दिने रवि हुँ म। आफ्नै व्यथा कथा लेख्ने कवि हुँ म। धन्यवाद। पुष माघको चिसो मौसममा ताप दिने रवि हुँ म। आफ्नै कथा आफ्नै व्यथा लेख्ने कवि हुँ म। यही बेडागी निवासी, यही बेडागी सेक्टर C2 निवासी, आफ्नो माटोलाई माया गर्ने तपाईहरुकै प्यारो भाइ होइन, तपाईहरुकै प्यारो दाजु अभि हुँ म। हजुर पुष माघको चिसो मौसममा ताप दिने कवि हुँ म। ताले ह्याप्पी भ्यालेन्टाइन डे, प्रेम दिवस भन्न रुचाउँछु। हजुर धन्यवाद। मेरो गजलको शेरहरू यसरी प्रस्तुत गर्न लागिरहेको छु, या मतलब यानी कि रदीपहरू यसरी अगाडि बढाउन रुचाउँछु। पहिलो नजरमा नै फूल चाहिँ मन परायो सानो, वही वाह सानो भनेको चाहिँ मेरो ल भन्नु न। पहिलो नजरमा नै फूल चाहिँ मन परायो सानो, भ्यालेन्टाइन डेमा आई लभ यु मेरो राजा भन्दै करायो सानो। हजुर पहिलो नजरमा नै फूल चाहिँ मन परायो सानो। मरेसँगै बाँचेसँगै, मरेसँगै बाँचेसँगै बाँचौँला भन्दै, मरेसँगै बाँचेसँगै बाँचौँला भन्दै मुटुभरि माया प्रेमले भरायो सानो। पहिलो नजरमा नै फूल चाहिँ मन परायो सानो। म गरिब भएँ या म गरिब भएर हो या कसैले कुरा लगायो। हजुर म गरिब भएर हो या कसैले कुरा लगायो, सिउँदोमा सिन्दुर भर्छु भन्दा डरायो सानो। पहिलो नजरमा नै फूल चाहिँ मन परायो सानो। अब अन्तिम शेर। फेसबुक टिकटक स्टोरीहरूमा तिम्रै चर्चा परिचर्चा थियो। फेसबुक टिकटक स्टोरीहरूमा तिम्रै चर्चा थियो, तर आज सञ्जालहरूबाट नै हरायौ सानो। पहिलो नजरमा नै फूल चाहिँ मन परायो सानो। हजुर भ्यालेन्टाइन डेमा आई लभ यु भन्दै करायो सानो। हजुर आई लभ यु भन्दै करायो सानो। धेरै धेरै धन्यवाद। हाम्रो कार्यक्रम देशसँग साहित्य, कला साहित्य र संगीतको संगम प्रतिभा साँझ LSP supported by Switzerland Sister Foundation. Bima Mawar भनेको नै छ तिमी र मलाई। चौडाँडै काटी मौडाँडै पारी तिमीलाई म छु म तिम्रै साथी।
किन हुन्छ यो भेद र भाव एउटै होइन र मानिस सब मदनलाई सोध माया के हो मुनालाई सोध त्याग के हो मानिस ठुलो ठुलोले हुन्छ फेरि किन यो दोष निलैलाई समय मानेको छ माया बन्धन ठुलो छ हाम्रो रबिना बहिनीकोबाट गायन रहेको छ। कृपया सम्पूर्णलाई ताली बजाएर स्वागत गरिदिन म हार्दिक अनुरोध गर्दछु।
लक्ष्मी प्लस शेरबहादुर लालतीज्यूलाई आजको क्रममा साथीभाइमा त भोलि तिमीले तिमी बाटो छोड्यौ ओ आज भोलि तिमीले तिमी बाटो छोड्यौ बिरायो कि रिसायो कि अन्तै माया गर्यो हे बिरायो कि रिसायो कि अन्तै माया गर्यो
दिन कसरी कटाउने भनेर मस्तिष्कमा मात्र एउटा सोच। दिन कसरी कटाउने भनेर मस्तिष्कमा मात्र एउटा सोच। अनि तिम्रो मुस्कान एकदम प्रिसियस छ। अनि तिम्रो मुस्कान एकदम प्रिसियस छ। त्यसैले म चाहन्छु कि मेरो हरेक बिहानीको सुरुवात तिम्रै मुस्कानबाट होस्। शीर्षक रहेको छ म त्यही प्रेमको गीत गाइरहेको छु। त्यही प्रेमको गीत गाइरहेको छु। त्यही प्रेमको गीत गाइरहेको छु। जुन प्रेम हिजो तिमीलाई असाध्यै मन पर्थ्यो, म त्यही प्रेमको गीत गाइरहेको छु। जुन प्रेम आज तिमीलाई साह्रै सस्तो लागिरहेको छ, म त्यही प्रेमको गीत गाइरहेको छु। म त्यही प्रेमी र तिमी पनि त्यही प्रेमी हो, जुन हिजो एकअर्काको लागि असाध्यै मरिमेट्ने गर्थ्यो। तर म त अझै पनि उस्तै छु। तर तिमीमा परिवर्तन पाइरहेको छु। हो, अझै पनि म त्यही प्रेमको गीत गाइरहेको छु। हो, म त्यही प्रेमको गीत गाइरहेको छु। सबलाई हटे आफै तिमीले माया गरे मेरो सीमा छैन जहाँ बिचेरी सन्चो हुँदैन दुखाइको सीमा छैन जहाँ बिचेरी सन्चो हुँदैन। प्रेम गरेपछि त मेरो तिमीसँग परान बसेछ। प्रेम गरेपछि त मेरो तिमीसँग परान बसेछ। तर तिम्रो त अरूसँग पनि प्रेम हुँदो रहेछ। प्रेम गरेपछि त मेरो तिमीसँग परान बसेछ। तर तिम्रो त अरूसँग नि प्रेम हुँदो रहेछ। म त्यही प्रेमको गीत गाइरहेको छु। जुन प्रेम आजभोलि झुटा कसमहरूमा सीमित रह्यो। आत्मा कसम ढाकेको भए मरिजाउँ तिम्रो कसम भन्नेहरूले सधैँ जितिरहे। तर म त्यही प्रेमको गीत गाइरहेको छु। जुन प्रेम
आजभोलि कथा र किताबहरूमा सीमित रहे म त्यही प्रेमको गीत गाइरहेको छु। कहाँ दुख्छ प्रिय तिमीलाई के बताऊ कहाँ दुख्छ प्रिय तिमीलाई के बताऊ। थ्याङ्क यू। अल्लाहको फुल जस्ती माया हामीले बेलाङ्गी नाट्य परिवारको युट्युब पेजमा भेट्छौँ, तर यो चाहिँ फरक छ। पार्ट 2 भनेर हामीले यसलाई दिन सक्छौँ र हामी अर्को तयारी गर्दैछौँ। भाइ एजिमकोबाट प्लिज भाइ। थ्याङ्क यू सबैजनालाई धेरै धेरै धन्यवाद। हाम्रो कार्यक्रम देशसँग साहित्य, कला साहित्य र सङ्गीतको सङ्गम प्रतिभा साँझ एलएसबी प्रेजेन्ट प्रतिभा साँझ सपोर्टेड बाई सिजल एन्ड सिस्टर फाउन्डेसन र सम्पूर्ण आज हामीलाई हेरेर सुनेर साथ दिनुहुने सम्पूर्ण दर्शक महानुभावहरूलाई धेरै धेरै धन्यवाद दिँदै आजको हाम्रो कार्यक्रम यही अन्त भएको घोषणा गर्न चाहन्छु।